नभए आइफोन किन्छु म, अब ग्यालेक्सीको कुनै हाई एन्ड फोन किन्छु म। तर सबैभन्दा अलिक कम्पिटेटिभ प्राइस कुनमा छ? फर्स्टमा कुरा हो द जाइन्टिक टेक जाइन्टिक सप्लायर टेक्स। अल्टेक्स चाहिँ लगभग सबै ठाउँमा छ क्या, फिजिकल स्टोरको एउटा एडभान्टेज लिएर जान्छ। तपाईँहरूलाई फोन हातमै लिएर एक्सपिरियन्स गर्न मन छ, हेर्न मन छ भने चाहिँ यु क्यान गो फर अल्टेक्स। एप पनि आउँछ, बट आई रेकमेन्ड टु भिजिट द स्टोर्स। द बेस्ट थिङ अबाउट अल्टेक्स इट्स 100% जेन्युन। यसमा प्रोपर वारेन्टीहरू पाउनुहुन्छ एन्ड बेस्ट फर टेक प्रडक्ट्स, बट प्राइजेस आर बिट अन द हायर साइड। अहिले यहाँ मैले भन्ने लिस्टहरूमध्ये अल्टेक्समै सबैभन्दा बढी प्राइस छ। ओके, देन सेकेन्ड नम्बर इज इमाग। इमाग मतलब द एभ्रिथिङ स्टोर। यो चाहिँ अनलाइन हो है। यहाँ चाहिँ तपाईँले अब कतै पनि कुनै पनि फोनको प्राइस इन रोमेनिया भनेर हाल्नुहुन्छ भने सबैभन्दा अगाडि चाहिँ इमागकै आउँछ है। इमाग बेस्ट फर प्राइस एन्ड यो पनि पिस अफ माइन्डै हो। अनलाइनमा चाहिँ पिस अफ माइन्डलाई मानिन्छ र यसको सबैभन्दा बेस्ट फिचर चाहिँ आई लाइक इज रेसिलिगेट अप्सन, यानी कि रिफर्बिस्ड। यु क्यान गेट अप टु 10 to 20% डिस्काउन्ट। सो नयाँ फोन लिनुभन्दा अगाडि एकचोटि त्यहाँ पनि रेजिलिगेट अप्सन्समा गएर पनि एकचोटि चेक गर्दा राम्रो। सो फोन त एउटै हो, जस्ट एकचोटि खोल्या हुन्छ। वारेन्टी चाहिँ पर्चेज भएको डेबाटै काउन्ट हुन्छ। नयाँभन्दा नयाँ चाहिँ तपाईँले फोन स्टार्ट गरेर सिम इन्सर्ट गरिसकेपछि हुने हो। यो चाहिँ जब बिलको डेट अनुसारले वारेन्टी पर्चेज हुन्छ, जस्ट यिनीहरूलाई स्टक सिद्ध्याउनको लागि यो गर्ने हो। सो ओके, यो पनि पिस अफ माइन्डै भयो, वारेन्टी नि पाउने भयो। सो इमागी द अप्सन। सबैले चाहिँ फर्स्ट ह्यान्डै किन्छ भन्ने छैन है। फर दोज सेकेन्ड ह्यान्ड, जस्ट भर्खर लास्ट इयरको फोनहरू, लास्ट इयरको आइफोन्स, लास्ट इयरको ग्यालेक्सिजहरू, इफ यु वान्ट टु पर्चेज फर सेकेन्ड ह्यान्ड पिस अफ माइन्ड, फर्स्टली आई रेकमेन्ड टु भिजिट सेकेन्ड ह्यान्ड कुनै पनि किन्दै हुनुहुन्छ भने चाहिँ नजिकैको फिजिकल स्टोर्समै गएर बुझ्दा राम्रो। अमानेट इज द नेम, या अमानेटै हो। अमानेटमा गएर एक्चुअली बुझ्नुहोस्। त्यहाँनिर चाहिँ कुनै कोही बेला त यता यो अनलाइनको भन्दा पनि त्यता बेटर अप्सन्स देखेँ मैले। प्रोपरली हेरेर डेन्ट्सहरू हेरेर प्रोपरली चेक गरेर मात्रै गर्न मिल्छ। एन्ड रिटर्न 7 days रिटर्न पोलिसी पनि हुने रहेछ। सो नो प्रब्लम देयर। बट इफ यु त्यो चाहिँ सबै ठाउँमा एभाइलेबल छैन भने चाहिँ यु क्यान गो फर अनलाइन एज वेल। अनलाइनमा पनि ट्रस्टेड र प्रोपर वारेन्टी दिनेवाला छ flip.ro। एकचोटि यो वेबसाइटमा भिजिट गरेर प्राइस चाहिँ गर्नु र अमानेटमा पनि गएर सोध्नु जुन चाहिँ बेटर अप्सन लाग्छ। दे बोथ आर ट्रस्टफुल, जस्ट हातमा हेरेर गर्न मिल्छ। बट flip.ro मा पनि त्यो ट्रायल पिरियड हुन्छ, यदि मन परेन भने रिटर्न गर्न पाइहाल्यो। 2 yearsको वारेन्टी दिन्छ र 7-8 daysको भइहाल्यो। एन्ड अर्को छ mp.ro। यो चाहिँ अलमोस्ट न्यू आइटमहरू, प्रोपरली सेकेन्ड ह्यान्ड पनि होइन, अलमोस्ट न्यू, या इज द रिफर्बिस्ड कन्डिसन, रिफर्बिस्डै हो। यो पनि इमागमा भयो जस्तो। इमाग यो पनि एउटा एकचोटि भिजिट गरेर प्राइस चेक गर्दा हुन्छ यसमा पनि। एन्ड इफ यु वान्ट यु क्यान बाई इट फ्रम देयर एज वेल। कतिजनाले चाहिँ ट्रेन्डियोल र यो टेमुमा पनि हेर्नु हुँदो रहेछ टेक ग्याजेटहरू। पर्सनल्ली मेरो चाहिँ के फिडब्याक छ भनेदेखि यस्तो यो फोन्सहरू अथवा यति एक्सपेन्सिभ आइटमहरू चाहिँ नलिनु नै भन्छु म चाहिँ। किनभनेदेखि ट्रेन्डियोल टेमु आर फर फ्यासनिङ, अनि त्यस पछाडि त्यो सेनिटरी आइटम्सहरू अनि क्लोथ्सहरू त्यस्तो अर्डर गर्न चाहिँ इट्स बेस्ट। ट्रेन्डियोल टेमुहरूमा देखाउँछ, बट प्रब्लम के छ भन्दाखेरि यिनीहरू चाहिँ अब यो ट्रेन्डियोल चाहिँ टर्कीको हो। सो कतिवटा त्यहाँनिर लिस्टेड उहरू चाहिँ टर्कीबाट आउने हुन्छ क्या। सो ज्यादा वेटिङ पिरियड हुने, त्यसपछि सोल्ली जिम्मेवार हुँदैन यो ट्रेन्डियोल। इफ द प्रडक्ट इज नट गुड, रिटर्न पोलिसी भन्छ, बट किन चक्करमा पर्ने। इफ यु हेभ द बेटर अप्सन्स, जस्ट 100-200 लेको डिफ्रेन्स आउँछ। प्राइस चाहिँ ट्रेन्डियोल टेमुमा सस्तो चाहिँ देखिन्छ, बट डोन्ट गो इन्टु इट। बेटर आई रेकमेन्ड टु बाई लाइक दिस प्रडक्ट्स। यो इयरफोन्स आई बाई इट, JBL साउन्ड इज अवसम। यस्तो प्रडक्ट्सहरू, फोनको कभर्सहरू, फर द्याट इट्स गुड।
इट्स गुड किनभने अरू अल्टेक्सहरूमा हेर्नु हो भने द्याट आर भेरी एक्सपेन्सिभ एन्ड टेमु आई विल जस्ट फर द सुज ओके आइफोन 17 प्रो म्याक्स यो सबैमा एकचोटि सर्च गरेर है त कुनमा चाहिँ सस्तो पर्छ फर द प्राइस हन्टर्स ओके अल्टेक्समा छ 7200 ट्रेन्डियलमा छ 7419 टेमुमा छ 7847 एन्ड इमागमा छ देखाइरहेको छ 6800 सेकेन्ड ह्यान्डको लागि पनि यो mp.ro अलमोस्ट न्यू भनेर बेच्छ 7400 flip.ro showing 6570 सो ओभरअल हेर्दाखेरि चाहिँ इमाग चाहिँ अलिकति बेटर डिल देखिन्छ है फर्स्ट ह्यान्डै यु आर गेटिङ एट 6800 एन्ड सेकेन्ड ह्यान्डको पनि 6600 6500 को रेन्जमा छ सो वाइ टु गो फर सेकेन्ड ह्यान्ड अर रिफर्बिस्ड जस्ट 100 को डिफरेन्समा I think you should definitely visit out the eMAG र फर प्राइस हन्टर प्रो युजर्सको लागि है त जसलाई चाहिँ प्राइससँग मात्रै रिलेटेड छ र एकदम जेन्युन मात्रै हेर्न मन छ भने campari.ro यसले चाहिँ जति पनि यो आइफोन अथवा कुनै पनि टेक प्रडक्टको नाम लेखिदिन्छ त्यहाँनिर जो जता चाहिँ एकदम लोएस्ट हरेकको प्राइस देखाउँछ क्या अनि हाइएस्टदेखि लोएस्ट सबै हेर्न मिल्छ सो अल्टेक्स अथवा इम्यागमा किन्नुभन्दा अगाडि चाहिँ यु बेटर सर्च द प्रडक्ट अन campari.ro एन्ड देन कम्पेयर द प्राइजेस सो कुनै प्राइजेसहरू ग्रेटर डिल्सहरू चाहिँ campari.ro बाट चाहिँ थाहा पाउन सकिन्छ सो द्याट्स अल